हाई वेलकम टु माई न्यू भ्लग आइपुग्यो साथीहरू है। यहाँ चाहिँ हाम्रो साथीहरू आइपुग्यो अब है। ठिक छ नि ल ल साथीहरू अब चाहिँ यो चाहिँ साथीहरू भात खान लाग्यो अब होइन। आज टक्क पारेर भात खाने काम भएर ल फाइनली चाहिँ खाना पनि खाइयो होइन। बाजेले चाहिँ हेलो हाई वेलकम टु माई न्यू भ्लग सम्पूर्ण दर्शकलाई चाहिँ मेरो चाहिँ न्यू भ्लगमा चाहिँ फाइनली सहर गर्न चाहन्छु साथीहरू। आज चाहिँ म चाहिँ आज हाम्रो चाहिँ एउटा ढलानको काम छ होइन साथीहरू। जो हाम्रो सिँचाइ पोखरीको त्यो चाहिँ सिँचाइ पोखरीको चाहिँ आज ढलान छ फाइनल्ली। त्यो ढलानमा आज चाहिँ तपाईँलाई के हुन्छ त्यो सबै तपाईँहरूलाई चाहिँ म अपडेट बनाउँछु साथीहरू भिडियोमा है। अब म चाहिँ घरबाट निस्किन लागिसकेँ साथीहरू। त्यहाँ मेरो बुढीले चाहिँ त्यहाँ घाँस हाल्दैछन् होइन बाख्रालाई होइन। म चाहिँ फाइनली निस्किन लागेँ साथीहरू। हेरौँ होइन कस्तो हुन्छ साथीहरू। तपाईँहरूलाई चाहिँ म पुरै कुरालाई अपडेट गर्छु ल साथीहरू। अब फाइनल्ली होइन भाइले पनि अब चाहिँ तपाईँले उचालिसक्यो। यसमा चाहिँ आज भातसात पकाउने होइन। देखाएर केटा तपाईँले ल हामी चाहिँ तपाईँले भात पकाउनु लागि साथीहरू। हामी कता जाने ल साथीहरू। हामी लागि टक्क आज चाहिँ अब काम गर्ने टोलीहरूलाई चाहिँ पुरै खुवाउनु पर्छ क्या साथीहरू होइन। खाना अब खानासाना आज चाहिँ ढलानु नि त साथीहरू है। ल साथीहरू म चाहिँ यहाँ आइसकेँ साथीहरू है। यहाँ आइपुग्यो साथीहरू है। यहाँ चाहिँ हाम्रो चाहिँ अहिलेको नयाँ खानेपानी हो यो साथीहरू है। 10-11 वर्ष भयो साथीहरू खानेपानी भएको साथीहरू। अब हाम्रो चाहिँ सिँचाइ पोखरीको चाहिँ साझा काममा जानु लाग्यो साथीहरू है। आज चाहिँ फाइनल हुनेछ काम साथीहरू। ल यस्तो डाँडा गाह्रो छ यति रमाइलो छ साथीहरू है। यहाँ माथि धेरै दामी आउँदैछ नि भिडियो बनाउनु त। यहाँ पुरै बाङ्गे बजार पुरै देखिँदो रहेछ। सिमरे सिमेन्ट सबै कुरा देखिँदो रहेछ। हाम्रो ढालपानी पनि देखिँदो रहेछ। हाम्रो कन्डम वाटर माउन्टेन पनि देखिन्छ साथीहरू है त यहाँबाट। यो चाहिँ नेपालीमा चाहिँ ढालपानी भनिन्छ भने चाहिँ अब इङ्ग्लिसमा चाहिँ कन्डम वाटर माउन्टेन भनेर चिनिन्छ। त्यो पारि हिउँ परेको हिमालमा है त साथी हिमाललाई। ल साथीहरू फाइनल्ली त्यहाँ मेरो घर देखियो साथीहरू। त्यो चाहिँ मेरो घर हो है। अलिअलि देखिरहेछ यहाँ ल साथीहरू आइपुग्यो अब है। त्यहाँ मान्छेहरू काम गर्न लागेछन् ल साथीहरू। यता बिस्तारै आउँछु है बिस्तारै साथीहरू। यस्तो बन्दै रहेछ साथीहरू यार हाम्रो ओहो ल ल हाम्रो चाहिँ पोखरी आज फाइनली चाहिँ ढलान हुन लागेछ मजाले है। लुटिन्छ है छोरो है। यहाँ लुटिन्छ है। हिँड 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 ल ल ल छोरो ल हिँड पढेर बस है। त्यहाँ चाहिँ मजाले हुँदैछ होइन। त्यहाँ चाहिँ गिटी मोल्ने काम हुँदैछ। तल चाहिँ भान्सा लागिरहेको रहेछ। तल भान्सा लागिरहेको रहेछ होइन। यहाँ चाहिँ अब हाम्रो पोखरी चाहिँ यो हो साथीहरू होइन। हाम्रो पोखरी चाहिँ यसरी ढलान हुँदैछ साथीहरू आज है। ल हेर्नु साथीहरू यहाँ चाहिँ पुरा गिटी हुँदैछ। यहाँ गिटी मोल्दैछन् है यहाँ मजाले। ठिक छ नि ल ल साथीहरू है। यता चाहिँ हाम्रो बाजे चाहिँ भान्सी लाउनु भएको रहेछ मजाले है। यहाँ चाहिँ आज चाहिँ हाम्रो चाहिँ आज काम गर्ने मान्छेलाई चाहिँ अब खानाको लागि चाहिँ व्यवस्था गर्नुपर्छ नि त होइन। त्यो चाहिँ उहाँ चाहिँ एकदमै हाम्रो एकदम खतरा कुकमेन हुनुभएको रहेछ हाम्रो बाजे साथीहरू है। त्यस आज साथीहरू अब चाहिँ यो चाहिँ अब तयारी गर्नु पर्यो चाहिँ मसलाहरूको लागि होइन। अब यो प्याजहरू तरकारीको लागि है साथीहरू। यस्तरी ट्याक 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 बनाउनु पर्छ यस्तरी। भान्सा रेडी हुँदैछ साथीहरू है त। यस्तो यसरी बनाउनु पर्छ साथीहरू है त। ल साथी हेर्दै गर्नु होला है त। ल काम भने चाहिँ मजाले भइरहेको छ साथीहरू है आजको ट्याक्क पारेर है साथीहरू। ल साथीहरू यहाँ चाहिँ आज चाहिँ पोखरीको चाहिँ काम एकदमै काम भइरहेको छ साथीहरू है। मजाले भइरहेको छ साथीहरू काम है।
काम भइरहेको छ। आज चाहिँ ढलान गर्ने काम हो साथीहरू। ढलान अब आज चाहिँ सक्ने भनेको साथीहरू, अब हुन्छ कि नै साथीहरू है। अब एकदम काम गर्ने टोली भोकाभोक लागिरहनु भएको छ होइन, आफ्नो आफ्नो तरिकाले। ल अब फेरि बालुवा भोकाभोक बालुवा होइन ओसारेर अब फेरि बालुवा यहाँबाट बालुवा यहाँ ओसारेर अब यता चाहिँ लगाउन लानु लागेको छ होइन। हजुर अलि थोरै हाल्दैन भइहाल्छ अन्त नि याले ढिलो भयो के आरबाट हाल्छ याले त अलि हाल्नु सिमन्त भएन बाबुको नम्बर छ हाम्रो काट्नु के त्यो खाली फेरि यालेको मासु पक्का ल्याउँछ यो उमा छैन याल छ बुगु सिमेन्ट छरेर नि बुगु सिमेन्ट के यता चाहिँ भान्सा लागिरहेको छ है। यहाँ चाहिँ भान्सा भइरहेको छ। यता चाहिँ गिट्टीहरू चाहिँ भर्दैछन् है कामदारहरूले। यहाँ चाहिँ अब पुरा यो चाहिँ पोखरी हो साथीहरू है। यो चाहिँ सिँचाइ पोखरी हो साथीहरू। यता फेरि अरू चाहिँ होइन, सिँचाइ पोखरी हो साथीहरू। आज चाहिँ ढलान हुने काम भइरहेको छ साथीहरू। साथीहरू एकदमै भइरहेको छ काम भन्ने कुरा है। एकदम दामी तरिकाले भइरहेको छ साथीहरू है। हाम्रो पोखरी हो यो साथीहरू। हाम्रो यो योजना पढिरहेको थियो। त्यो हामीले जो 8-10 घर दूरीलाई चाहिँ जो समेट्ने गरी चाहिँ यो सिँचाइ कुरो निर्माण भइरहेको छ साथीहरू। यता बाजे पनि आउनु भएको छ है साथीहरू। ल साथीहरू खाना चाहिँ रेडी भयो साथीहरू है। खानालाई चाहिँ सुरु भयो साथीहरू। भोक लागेको छ होइन कामदारहरूलाई। यहाँ चाहिँ खाना हाम्रो भान्से बाजेले चाहिँ एकदमै मिठो खाना खुवाउनु हुनेछ आज हाम्रो काम गर्ने मान्छेलाई। यता चाहिँ भान्से बजाइ ल अब चाहिँ आधा ग्रुपले खाइसक्यो होइन। अब आधा बाँकी छन् जोस्। यता चाहिँ काम हुँदैछ। कोही टिमले चाहिँ खाँदैछ होइन, कोही टिमले चाहिँ काम गर्दैछन्। अब यो अब त्यो टिमले खाइसकेपछि यो टिमले चाहिँ फेरि खाना सुरु हुन्छ साथीहरू है त। ल यो मिलेर काम गर्नुपर्छ। काम चाहिँ एकछिन पनि टेक्नुहुन्न, धेरै छ काम गर्नुपर्ने। ल साथीहरू भात खान लाग्यो अब होइन। आज टक्क पारेर साथीहरू ल त्यस्तै भात खाइन्छ क्या एकछिन पछि आए है यहाँ खाना छ तल लाग्ने के त भात मिठो छ नि। अरे बहुत मिठो खाली कोही छैन अच्छा मिठो होगा भात। यो कान्छीलाई त यो नहाल्दिनु है नै दाल यहाँ भातहरू पुछे भात खाने काम भइरहेछ। टक्क पारेर भात खाने काम भइरहेछ होइन। अलिक ठुल्ठुलो गएको छ आमै भात। ओ बड्डा अलि ठुलो गएको छ खाने भात हो। न आज त्यो खाना खाँदैछु अलि पछि बनाए हुन्छ क्या नर के हुन्न तेरिका खानालाई बनाउनु पर्यो नि त यार। ल फाइनली चाहिँ खाना पनि खाइयो होइन। बाजेले चाहिँ आज बाजेको त्यो बाजे र बजेकोले बनाउनु भएको एकदम मिठो त्यो खाना खाइयो होइन। खसीको झोल र भात खाइयो, त्यो एकदम मिठो पनि भयो होइन। एकदम टम्म पेट पनि आयो। अब हेरौँ अब मजाले यसो भिडियो सिडियो बनाउने हो टक्क पारेर होइन, रमाइलो गर्ने हो। के छ र 2 दिनको जिन्दगीमा यस्तै हो, मरिलानु केही छैन होइन साथीहरू। ल बाजेलाई पनि धन्यवाद मिठो खाना खुवाउनु भएकोमा है। ल